गाडी गयो के सञ्जय कतै गयो जब हेर्दा हेर्दै 5 सेकेन्ड भित्रै सडक भाँसिएर गाडी नै गायब। बोरिङमा छिरेको लत्तै तल कहाँ सडकमा हिँडिरहेको यो डिआई गाडी सानो खाल्डोमा अड्किन्छ। चालकले गाडी कुदाउन खोज्छन् तर गाडी झन दब्दै जान्छ। सेकेन्ड भरमै सडकमा भङ पर्छ। चालक र सहचालक गाडीबाट निस्किएर ज्यान जोगाउँछन्। क्षण भरमै सडक भाँसिएर ठूलो भङ पर्छ। हेर्दा हेर्दै यो डिआई गाडी गायब हुन्छ। प्रत्यक्षदर्शीले गाडी तान्न यताउता गुहार गर्दा गर्दै गाडी हराउँछ थियो। यो घटना शुक्रबार साँझ हेटौडामा भएको हो। मकवानपुरको हेटौडा उपमहानगरपालिका 16 र 17 को सीमानामा पर्ने गौरी गाउँमा माछाको दाना लिन हेटौडा बजारतर्फ आउन लागेको गाडी खाल्डोमा झन भित्र पसेर गायब भएको मकवानपुर प्रहरीले जनाएको छ। बोरिङको पाइप चाहिँ देखियो तर गाडी देखिया छैन। त्यत्रो रोड सबै आधी गइसक्यो फेरि है, तर गाडी चाहिँ भेटा छैन है अहिलेसम्म। गाडी देखिएको छैन। जो गाडीवाला धनी हुनुहुन्थ्यो उहाँले रोड छिराउँदै हुनुहुन्छ, तर ड्राइभरलाई केही पनि भएको छैन, सहचालकलाई पनि केही पनि भएको छैन।